नमस्कार साथीहरू, स्वागत छ तपाईलाई अब्रोड कोटा आइपिओ नेपालमा। यदि तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ, आइपिओ के हो भनेर अलिकति पनि थाहा छैन, तर आफ्नो कमाइलाई सुरक्षित ठाउँमा लगानी गर्न चाहनुहुन्छ भने आजको यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। आज हामी पल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपिओ बारे सबै कुरा एकदमै सरल भाषामा बुझ्नेछौँ। आइपिओ भनेको के हो? आइपिओ भनेको कम्पनीले सार्वजनिक रूपमा आफ्नो सेयर बेच्नु हो। यसमा लगानी गर्नु भनेको तपाईँ त्यो कम्पनीको सानो मालिक, सेयरहोल्डर बन्नु हो। आज तपाईँले गरेको लगानी भोलि कम्पनी बढेपछि बोनस, डिभिडेन्ड र सेयरको मूल्य बढेर तपाईँलाई फाइदा हुन सक्छ। कम्पनीको बारेमा पल्पा सिमेन्ट नेपालको एउटा ठुलो औद्योगिक सिमेन्ट कम्पनी हो जसले प्रसिद्ध तानसेन सिमेन्ट उत्पादन गर्छ। यो सिजी ग्रुपसँग सम्बन्धित छ र यसको आधुनिक प्लान्ट पल्पा जिल्लामा रहेको छ। नेपालमा घर, सडक र हाइड्रो प्रोजेक्टहरू बनिरहेकाले सिमेन्टको माग हरेक वर्ष बढिरहेको छ। तपाईँको पैसा कहाँ प्रयोग हुन्छ? तपाईँको पैसा कहाँ जान्छ त? आइपिओबाट उठेको पैसा कम्पनीले फ्याक्ट्रीको बाँकी निर्माण पुरा गर्न, ठुला मेसिन र नयाँ टेक्नोलोजी जडान गर्न र ब्याङ्कको ऋण घटाउन प्रयोग गर्नेछ। ऋण घटेपछि कम्पनीको खर्च घट्छ र नाफा बढ्ने सम्भावना हुन्छ। हाल प्लान्ट निर्माण अन्तिम चरणमा छ र कम्पनी व्यापारिक उत्पादन, कमर्सियल प्रोडक्सन सुरु गर्ने तयारीमा छ। अब यो जानकारी ध्यान दिएर सुन्नुहोस्। आवेदन अवधि 2082 पुस 25 गतेदेखि माघ 9 गतेसम्म। सेयर मूल्य प्रति किता 100 रुपियाँ मात्र। 10 किता अर्थात् 1000 रुपियाँ मात्र भर्नुहोला। वैदेशिक कोटा विदेशमा रहेका नेपालीका लागि 5,62,500 किता सुरक्षित गरिएको छ। कसले आवेदन दिन सक्छ? साउदी, कतार, दुबई, मलेसिया, कोरिया, जापान वा अन्य देशमा श्रम स्वीकृति, भ्यालिड लेबर पर्मिट लिएर काम गरिरहेका नेपालीले आफ्नो रेमिट्यान्स खाता मार्फत मेरो सेयर वा CASBAबाट सिधै आवेदन दिन सक्नुहुन्छ। भविष्यमा बोनस र डिभिडेन्ड आउँछ। सुरुका 1 देखि 2 वर्ष कम्पनीले नाफालाई फ्याक्ट्री विस्तार र ऋण तिर्न लगाउन सक्छ, त्यसैले धेरै डिभिडेन्ड नआउन सक्छ। तर 2 देखि 3 वर्षपछि उत्पादन र बिक्री बढेपछि राम्रो बोनस, सेयर वा नगद लाभांश पाउने सम्भावना रहन्छ। यदि तपाईँ सुरक्षित र दीर्घकालीन लङ टर्म लगानी खोज्दै हुनुहुन्छ भने यो आइपिओ विचार गर्न सक्नुहुन्छ। यस्तै वैदेशिक कोटाका आइपिओ र सेयर बजारका जानकारीका लागि यो च्यानल अब्रोड कोटा आइपिओ नेपाललाई सब्स्क्राइब गर्नुहोस्, भिडियोलाई लाइक र सेयर गर्नुहोस्। तपाईँ कुन देशबाट यो भिडियो हेर्दै हुनुहुन्छ? कमेन्टमा आफ्नो देशको नाम पक्कै लेख्नुहोला। फेरि अर्को अपडेटमा भेटौँला। धन्यवाद।